यदि तपाईँ कुनै पनि महिनाको 5 तारिक 14 तारिक अनि 23 तारिक जन्मिनु भएको छ भने तपाईँको मूल अङ्क 5 हुन जान्छ। 5 भनेको बुध ग्रहबाट प्रभावित हुन्छ यस्ता मान्छेहरू। यस्ता मान्छेहरू चाहिँ तरकारीमा आलुको जस्तो भूमिका हुन्छ, यिनीहरूको पनि त्यस्तै हो। यिनीहरू जोसँग पनि मिल्न सक्ने, जहाँ पनि एडप्ट हुन सक्ने अनि इजी खालको मान्छे हुन्छ। जे पनि काम गर्यो फटाक काम भइहाल्छ, काम गरिदिइहाल्छन्। फास्ट फुस्ट त्यो त्यो ढिला सुस्ती यहाँ त्यहाँ केही हुँदैन, किनकि यो फास्टेस्ट मुभिङ प्लानेट हो। यो प्लानेटरी सिस्टममा सबभन्दा छिटो गर्ने भएकोले गर्दाखेरि यिनीहरू पनि एकदमै फास्ट खालके हुन्छन् अनि जे पनि काम गर्छन् कम्प्लिट गरिदिन्छन्। तर एउटा काम सकेपछि अथवा कुनै एउटा काममा केही समय उनीहरूलाई इन्ट्रेस्ट हुन्छ, त्यहाँ पछाडि उनीहरू फेरि मुभ फरवर्ड भइहाल्नुपर्छ। भनेको मतलब एउटै कुरामा 10 to 4 जागिर अथवा कुनै एउटा कुरामा स्टिक भएर बस्न सक्दैन, उनीहरूलाई चाहिँ मुभ भइरहनुपर्छ। अनि ट्राभल गर्न मन पराउने, नयाँ नयाँ कुराहरू एक्सपिरियन्स गर्न मन पराउने, साथीभाइ यताउति घुम्ने डुल्ने त्यस्तो कुराहरूमा बढी इन्ट्रेस्ट हुन्छ। अनि त्यही भएर सम्बन्ध वाइज कहिलेकाहीँ चाहिँ यदि आफूले यस्तोलाई बुझ्न नसक्ने खालको स्पाउस अथवा आफ्नो अर्को पार्टनर पर्थ्यो भने चाहिँ सम्बन्धहरूमा समस्या हुने अनि अब एउटाबाट सेटिस्फ्याक्सन भएन अर्कोतिर त्यो दिमागले त्यसरी उनीहरूलाई कुदाइरहने हुन्छ होइन। अनि ट्रस्ट इस्यु एकदमै हुन्छ, एकदमै धेरै ट्रस्ट गर्ने भएकोले गर्दा जोसँग पनि ट्रस्ट गरिदिने, जता पनि जाइदिने, जे पनि खाइदिने भएकोले गर्दाखेरि कति स्क्याम हुने अनि मान्छेहरूबाट धोका हुने चान्स पनि एकदम हुन्छ। तर प्लस त्यसमा के छ भने यिनीहरूमा चाहिँ धोकै पाए पनि नराम्रै भए पनि फेरि ब्याक टु नर्मल हुन सक्ने क्षमता हुन्छ। अब सकियो मेरो भएन भन्ने होइन, म आई क्यान डु दिस अगेन भने अनि फेरि ब्याक टु नर्मल भएर फेरि उनीहरू आफूलाई नयाँ रूपमा प्रस्तुत गर्न सक्छन्। अनि यो चाहिँ एउटा काइन्ड अफ एयरपोर्ट जस्तै पनि हो, धेरै मान्छेहरूलाई सहयोग गर्ने, उनीहरूलाई यो फिजिकल लाइफमा चाहिँ तार्नको लागि चाहिँ 5 नम्बर एकदम इम्पोर्टेन्ट हुन्छ भन्छ। जस्तो 8 नम्बरका मान्छेहरूले जुनसुकै नम्बरको मान्छेहरूले पनि 5 नम्बरको मान्छेलाई लिएर अगाडि बढ्यो भने चाहिँ तिनीहरूलाई सक्सेस हुन्छ, हेल्प हुन्छ भनौँ न। यसको कुनै अभोइड गर्नुपर्ने नम्बर पनि छैन, सबै नम्बर लक्की नम्बर हो, सबै बार लक्की बार हो, सबै कलर लक्की हो। यो वान अफ दि ब्लेसवाला नम्बर पनि हो। कतिजना मान्छेको यो डेटमा जन्मिनु भएको छ र कतिको मिल्यो कमेन्ट गर्नु होला।